एउटा व्यक्तिले आफ्नो प्राइभेसी भङ्ग भएर भिख माग्दैछ है। स्वागत गर्दैछ है केटाहरूले हाम्रो वान एन्ड ओन्ली ह्यान्डसम गाइज प्रकाश। ल हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको सुरुवात हुन्छ हाम्रो सन्तोषबाट। हामी चाहिँ योनाइट युनिभर्सिटीबाट हो। आज हाम्रो क्लास थियो हाम्रो ह्यान्डसम दादा अनि हाम्रो मोस्ट ह्यान्डसम म्यान आउँदै हुनुहुन्छ, अन द वे हुनुहुन्छ। उहाँ आउन बित्तिकै उहाँलाई हामी क्यामेरामा क्याप्चर गर्नेछौँ। क्लासको सबसे ट्यालेन्ट, ह्यान्डसम एन्ड हेल्पफुल, काइन्ड, ह्यान्डसम, इन्टेलिजेन्ट सब हुनुहुन्छ। डार्क चकलेटी बोय हुनुहुन्छ, आउँदै हुनुहुन्छ, एकछिनमा आइपुग्नुहुन्छ। हामीले चाहिँ उहाँलाई यस ब्लगमा समावेश गर्नेछौँ। पछाडि बोल्दै थियो लाइक फलो सब्सक्राइब कमेन्ट गरिदिनु होला ल। अरू के भन्नु छ? यति गरे पनि तपाईँको सम्पत्ति बढ्दै जान्छ, 3 गुणाले बढ्दै जान्छ। त्यसरी के भन्नु छ? Keep hard working and have patience. You will success in life. I don't like to speak in Korean. You dash. हाम्रो अघि वर्णन गरेको केटो आइसक्यो। ऊ नै हो, उहाँ नै हुनुहुन्छ हाम्रो अघि वर्णन गरेको। अनि एकदम उहाँले हुनुहुन्छ गन्दाय पर्यो गन्दाय ल हाम्रो प्रकाशलाई स्वागत गर्दैछ है केटाहरूले। हाम्रो वान एन्ड ओन्ली ह्यान्डसम गाइज प्रकाश। ल भोलि चाहिँ भ्लगमा हेर्नुपर्छ है प्रकाश। मेरो के रेसिपी भन त? तनाव छ है, भ्युज मात्रै आउनुपर्छ, तनाव हुन्छ हामीलाई फेरि। एमआरपी भन्दा त अब म अघि नै हुन्छु। प्रकाश साथी के बोल्नु न? तिमी ह्यान्डसम छौ अनि यता एक लुक्स देऊ न साथी। के छ केही बोल न? एक शब्द ह्याप्पी दसैँ है। के आएन अरे? 5 तारिकमा आउँछ नि त दसैँको। जान्छ स्यालेरी आउँछ, झन् पैसा बच्छ के। अब हामी चाहिँ कलेजमा छौँ। अब कलेजमा चाहिँ आज के हुन्छ थाहा छैन होइन। अब कलेजमा अर्को शुक्रबार त मेरो काम छ यार, अर्को शुक्रबार काम छ। अनि अब यता चाडबाड छ, अब यता छुसक आउँदैछ। छुसकमा पनि काममा बिदा छैन। अब के गर्ने, काम गर्नै पर्यो। अब छुसक सकेपछि बरु एक्स्ट्रा 2 दिन बिदा दिन्छु भनेको छ। के छ मेरो भाइ आएको छैन? के छ मेरो भाइ? हजुर गरेको छैन यार। के छ त तिम्रो खबर? ल यहाँ अब कुरा गर्दैछ शिशिरले चाहिँ। कुरा हेर न। हाल्यो भाइ, हाल्यो। एउटा व्यक्ति आफ्नो प्राइभेसी भङ्ग भएको कारण भिख माग्दैछ प्लिज भनेर। एउटा व्यक्तिले आफ्नो प्राइभेसी भङ्ग भएर भिख माग्दैछ है। हामी चाहिँ लन्च टाइम छ हाम्रो, लन्च खाँदैछौँ। कालेले अन्डा बनाउँदैछ कालेले। अनि यहाँ चाहिँ अब मासुहरू सबै आइटम छ। फोकस मासुमा हुन्छ, अरूमा भन्दा पनि। खाँदैछौँ हामी विजय साथीसँग। के छ विजय खबर तिम्रो? के छ खबर भन न? यस्तै यो हामी खाँदैछौँ। अब खाएर ब्लग चाहिँ भोलि पोस्ट गर्छौँ भन, भोलि हेर्न सक्नुहुन्छ। अनि एक भोकमरीले छोएका साथीले भात घुसार्दैछ है। ल हामी चाहिँ त्यहाँबाट खाएर निस्किसक्यो नि। अब चाहिँ हामी क्लासमा जान्छौँ। 1 घन्टा खाना ब्रेक थियो। अब आधा घन्टा चाहिँ सक्यो होला। आधा घन्टा चाहिँ गएर सुत्नुपर्छ। अब बिहान पनि धेरै सुतेको छैन, सुत्नुपर्छ। त्यो सब के हुन्छ सबैहरू म अहिले देखाउने नै छु। केटाहरूले चाहिँ यता फोटा पनि खिच्दैछन्, फोटा सेसन हुँदैछ। क्यामेराम्यान सुदीप भाइ अनि अर्को चाहिँ यो मोडेल विजय हो। अर्को चाहिँ द वान एन्ड ओन्ली ह्यान्डसम प्रकाश पछिको सेकेन्ड ह्यान्डसम अनि हाम्रो राजन भाइ हो।
अनि फर्स्ट ह्यान्डसममा चाहिँ म प्रकाशलाई राख्छु तिमी चाहिँ सेकेन्ड ह्यान्डसम ल हौ अनि अब ठिक छ अब यहाँबाट निस्किन्छौँ हामी निस्केर माथिले अब हाम्रो यो कलेज बिल्डिङमा जान्छौँ त्यति बेला अब उतै हुनेछ जे हुन्छ उतै देखाउनेछु म अनि अब आज त केटीहरू पनि दामी दामी देखिरहेछ नि तिनीहरू बबाल छन् यार चुरुटे यता चुरुटे भाइ हो यहाँको वातावरण यस्तो कुल छ बाहिर केटीहरू छन् अब चाहिँ हामी हाम्रो ग्याङ चाहिँ शिशिर हाम्रो के ग्याङ रे हाम्रो अस्ति के भन्दै मैले मुडु है के भन्दै के भन्दै के ग्याङ भन्छ अनि हाम्रो ग्याङको लिडर चाहिँ हाम्रो एकदम ह्यान्डसम वान एन्ड ह्यान्डसम प्रकाश हो है ह्यान्डसम प्रकाश नभएर ग्याङै क्रिएट हुँदैन जेठीलाई भयो ह्याप्पी तिहार कोरियामा चाहिँ मखमली फुल मखमली होइन के अरे सयपत्री हजारी फुल फुलिसकेको छ साथीहरू यसो तिहार अलि छिटो भएको भए त यसो फुल उनेर लाउन हुन्थ्यो नि त दामीसँग फुल फुलिसकेको छ पोहोर साल चाहिँ दसैँ पनि मनाइयो तिहार पनि मनाइयो रमाइलो गर्यो दाइहरू हुनुहुन्थ्यो दाइहरूसँग सब दाइहरू बसेर दाइहरूसँग टिका सिका लागि थियो अहिले साल चाहिँ अब सबै अलग अलग भइगयो चाहे छुट्टी हो बाध्यताले हो कि के हो परिस्थितिले भन्ने छुट्टिसक्यौँ सबै कता कता भइसक्यौँ कोही दाइहरू कता हुनुहुन्छ कोही दाइहरू कता हुनुहुन्छ सबै दाइहरूलाई फेरि पनि एकदम मिस यु छ दाइहरूलाई भन्न चाहन्छु म सायद हामी है आकाश पनि धप्प भरेको छ बादल लागेर